कोरियन भाषा पढ्दा प्रायजसो विद्यार्थीहरू झुक्किरहने यी 4 शब्दहरू जसलाई मैले सूत्रबद्ध गरेको छु र यो सूत्र सम्झिन सक्यो भने जिन्दगीभर यो बिर्सिँदैन। र ती 4 शब्दहरू चाहिँ इसाङ, इहा, छोगा र मिमान हो। र सूत्र चाहिँ यसरी बनाएको छु मैले। यी 4 शब्दहरू प्राय परीक्षामा सोधिरहने तर हामी चाहिँ प्राय झुक्किरहने शब्दहरू हुन्। त्यसैले म आफू धेरै झुक्किरहेको हुनाले चाहिँ तपाईहरुलाई त्यस्तो नहोस् भनेर एउटा सूत्र, मिठो सूत्र बनाएको छु जसले गर्दा अब यी शब्दहरू देख्दा कहिल्यै पनि परीक्षामा होस् या पढ्दा होस् झुक्किनु पर्दैन। पहिलो सूत्र रहेको छ इदे भन्ने सूत्र छ र दोस्रो चाहिँ छोमी भ। इदे छोमी भ एकैचोटी सम्झिँदा चाहिँ त्यसरी सम्झिन सक्नुहुन्छ। अर्थात् यीबाट सुरु भएका शब्दहरू इसाङ, इहा आएमा देखिको प्रयोग गर्ने। जस्तै इसिप से इसाङ भन्यो भने हाम्रो सूत्र अनुसार 20 वर्षदेखि माथि भन्ने हुन्छ। अर्थात् 20 पनि समावेश हुन्छ। देखि भन्दा बित्तिकै त्यो शब्द अथवा त्यो अङ्क पनि समावेश हुन्छ। सूत्र अनुसार इसिप से इसाङ भन्यो भने 20, 21, 22, 23 र 20 देखि माथिका सूत्र अनुसार इदे हो। त्यसैले 20 देखि तल भन्ने हुन्छ। 20 पनि समावेश हुन्छ। त्यसैले इसिप से इहा भन्यो भने 20, 19, 18, 17 गर्दै तल झर्छ। त्यसैले यो सूत्र कसरी प्रयोग भयो त भन्देखि देखि इहा आयो अथवा इसाङ आयो जे भए पनि देखि नै हुन्छ। त्यो अक्षर अथवा त्यो अङ्क पनि समावेश हुन्छ। अब अर्को सूत्रतिर जाउँ। छोमी भ भन्ने सूत्र छ। छोमी भ, छोमी भ तपाईले 10 चोटि प्र्याक्टिस गर्नुभयो भने चाहिँ सम्झिहाल्छ छोमी भ। इदे छोमी भ। अब छोमी भतिर जाउँ है। अर्थात् छो र मीबाट सुरु भएको छ भने भन्दाको सूत्र प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले छोगा भन्दा माथि, मिमान आएमा भन्दा तल। भन्दा भन्ने बित्तिकै त्यो अङ्क चाहिँ पर्दैन। उदाहरण हेरौँ। जस्तै इसिप से छोगा भनेमा सूत्र अनुसार भन्दा माथि हुन्छ। अर्थात् 20 वर्ष भन्दा माथि। भन्दा भन्ने बित्तिकै 20 चाहिँ समावेश हुँदैन। त्यसैले इसिप से छोगा भन्दा बित्तिकै छो भ हो सूत्र अनुसार। त्यसैले 20 परेन र 21 बाट काउन्ट हुन्छ। 21, 22, 23, 24 गर्दै अगाडि बढ्छ। त्यसै गरी इसिप से मिमान भनेमा सूत्र अनुसार मि भ हो। भन्दा हो। भन्दा भन्ने बित्तिकै 20 भन्दा तल अर्थात् 20 समावेश हुँदैन। त्यसैले इसिप से मिमान भनेमा 20 चाहिँ समावेश हुँदैन र 19 देखि तल 19, 18, 17, 16 यसरी नै जान्छ। अब तपाईँ एक दुई पटक मनमनै अथवा चिच्याएर अथवा चिम्म गरेर कसरी हुन्छ यो सूत्र सम्झिनु भयो भने यी 4 शब्दहरूबाट कहिल्यै पनि झुक्किनु पर्दैन। र अन्त्यमा सूत्र छ इदे मिछो अथवा छोमी भ। त्यति सम्झिनु भयो भने हुन्छ। धन्यवाद। तपाईको कोरियाको यात्रा एकदम सरल सहज बनोस्। र त्यसै गरेर तपाईहरुलाई होमवर्क पनि रहेको छ। होमवर्कमा चाहिँ पहिलोमा छ सिपफाल से इसाङ कतिबाट सुरु हुन्छ, कसरी हुन्छ। अनि दोस्रोमा छ सिबो से छोगा कति हुन्छ, कसरी हुन्छ। सामसिप से इहा यो पनि तपाईले कमेन्ट गर्नु होला।